नमस्ते जुजुलपा सबैजनालाई आउँदो 30 तारिकको दिन चाहिँ हाम्रो नेवार समाजमा एउटा ठुलो बिहा परेको छ। सो त्यो बिहाको तयार तयारीको लागि चाहिँ हामी जरा गाउँले र समाजकोहरू भेला भएर काम सघाउन थालेको छौँ। साथै तपाईहरुलाई देखाउने छु कामको धन्दा है अनि बिहाको पनि। सो हेर्दै गर्नुस् होला। हाम्रो चाहिँ अब बिहाको यहाँ तयारी हुँदैछ। आजदेखिको चाहिँ काम स्टार्ट। सबसे फर्स्ट चाहिँ धमाले स्टार्ट गर्नुभयो। के चाहिँ हजुर कुखुरा त होइन यहाँ खसी पो गर्नुहुँदैछ भने छुरी चाहिँ र यता ले छोरी अघिको होइन ल्याएन उताको छुरी छैन रहेछ लगेन रहेछ त उता त यति दुइटै त हो उयो पनि राम्रो छ ल है छोटो मोटी हातको फेसनहरू त्यति साग त आज 3-4 बिटा छ तल 3 बिटा छ हैन कपाल चाहिँ सँगालो भन्ने नि हो साग हाल्ने खाली हुन्छ के हो गेम तेलहरु किनबाट ल्याउने के मार्नु हेलो गाइस यहाँकै हो तेल लेबे पुरो भित्र छैन कहिले हिजो त पुरो गर्न म त्यहाँ खोज्नुमा बिजी थियो भने हम पुरो गर्न जान्छ तिमीले मलाई हेर्नु चाहिँ हेरे कि हैका के हाम्रो आमा बाबाको हेर्नु उ केमा बिजी छ नि त बाजे बोजू खोज्नुमा बिजी थियो हैन हेर्न हेरे तपाई अधेरो न लगाइरहेको किन हो ढिलो छ रे त छिटो उठ्नु परेन होला ए हिजो छिटो उठ्नु परेर चाहिँ साथीहरु रेडी भयो रम खानु के छ प्याज दिनु न मलाई है रिफाइन पनि हाल्दे उस पनि हाल्दे भयो है खरे है त्यो रिफाइनमा चलन बारे हो है साथी ल्याउनु त्यसको लागि हो चाहिँ दाल जान्नु होइन दालमा त मासु मासु बेसी राख्दिनु नि यति भयो है अब अलि एकछिन
त्यसमा हालेर राख्नु है मलाई त अराउनु पनि उसले अराउनुहोस् न त नानी बक्छ नि त कि बुहारी यहाँनिर केलाउने अरे त्यो नानीमा सोच्नु अरे छोरी यहाँ कतिवटा छ छोरी दुईटा मात्रै छ 3टा ल्याएको छ अरे हौ 3टै छ दुईटा ल्याऊ कि यहाँदेखि बाहिर सिधा परसम्म लग्यो यो पनि हल्लै बनाइदियो नि सानो भयो यसमा सिलिङ हाली लाग्यो साइडमा ब्याग्यो आयो यो चाहिँ दसैँको लागि रेडी दसैँ अरे बिहाको लागि अलिकति खै साग धोयो धोयो त अलिकति हालिदिनु न अलिक ठुलो पकाउनु पर्यो है भोलिलाई हालिदिनु अब सबै त्यसमा हाल्यो भने यो कहिलेको लागि एउटाको लागि मात्रै हो त अदुवा चाहिँ त्यो मासुमा त हाल्नु पनि गराउन पर्यो त्यही भने त अन्त अहिले नै त काट्दैन ल नेवारा कहिले बनाइदिन्छु भन्दै थियो अन्त अहिले नै काट्दैन नकाटु नकाटु न्युटेला त काटिराख्दा हुन्छ न्युटेला ल्याउनु पर्ला सुक्खा न्युटेला चाहिँ काट्नुपर्छ न्युटेला चाहिँ काटिराख्दा हुन्छ लसुन केलाई राख्दाको होइन लसुन र यो चाहिँ 24 काटेको के हुन्छ आज न्युटेला चाहिँ काटिराखेको के हुन्छ लसुन पनि केलाउनु चाहिँ अन्त न्युटेला काटिराख्नु उयसमा पनि कम्ती भएको छ हौ यो उसमा हाल्दा हुन्छ त दालमा कालो दाल बनाउनु यो उसको लागि होइन दालको लागि है दिनु न पकाउने त पकाउने बिर्सिन्छ बस्ने होइन पो यस्तो गर्नु चुट्टाउँदै है उयो भरिमा आएको फुटेको अन्त अघि त्यो कुकर लडेर भित्र सरौ हेर न यहाँ भित्र नसोधेको भए त अदुवा त कालै हुन्थ्यो दामी पाकेछ दाल चाहिँ दामी पकाइदिन्छु परेर कुकर कुकर ए उयसमा हालिदिइहाल्नु न जरा र आलुमा पाकिसक्यो कलर टिकालाल ऊ आइपुग्यो खै भाइ ल्याउँथ्यो मासु त यहाँ छ त्यो रातो उयो यो हाल्दैन नि काश्मिरी दामी कलर आउँछ काश्मिरी ल त्यो त चलाउनु सक्छ एकपट्टि लाग्छ होला एकपट्टि
भयो तातो पानी त्यो तातो पानी हो हजुर तातो पानी लुक रेडी दाल प्याजहरू पुग्छ काट्नु पर्दैन मासुलाई त्यस्तो मान्छेहरू चाहिँ छ अन्त आम्मा घामले पोल्यो हौ दले तल त तिमीहरू पनि जाने भए खाइहाल्नु बस्नुपर्छ जस्तो बस्यो